यो चाहिँ भयो बेहुलीको है माथिको उर्बन्दी हेर्न सक्नुहुन्छ है। यो चाहिँ गोल्डन स्टोनमा छ है। डिजाइनहरु हेर्न सक्नुहुन्छ है। यस्तो छ मजाले वर्क गरेको छ। पछाडिपट्टि पनि यसरी वर्क गरेको छ है। ब्राइडलको साडी यो चाहिँ रेड कलरमा हो। हातले बुनेको हो यो साडी चाहिँ ढाकाको हो। मुनि चाहिँ यस्तो देखिन्छ हो। ठुलो चाहिँ यसो मुनितिर हो। यस्तो गरेर यहाँ सेट गर्न सक्छ है। राम्रो देख्छ। यो रेड कलरको चाहिँ यस्तो छ। यो चाहिँ अर्जिनल ढाका। यो सबै हातले बनाएको योहरू बुट्टाहरू सबै। पछाडिको आँचल चाहिँ यस्तो छ। यो चाहिँ साडी भयो है। यस्तो छ बुट्टा चाहिँ यस्तो छ है। हातले गरेको यो बुटीको सबै हातले बनाएको है। हातमा चाहिँ यस्तो डिजाइन छ। यो चाहिँ गोल्डनमा छ है। अनि मैले यो दुईटा चाहिँ सेट मिलाएर ल्याएको यस्तो वाला छ है। नमस्ते गाइस, आज चाहिँ मैले अर्जिनल ढाकाको उर्बन्दी र अर्जिनल ढाकाको साडी लगाएर आएको छ। यो चाहिँ ब्ल्याक कलरको हेर्न सक्नुहुन्छ है। अन्त यो चाहिँ उर्बन्दी चाहिँ व्हाइट स्टोनमा छ हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ है। यो चाहिँ 15 साइजको। अन्त यो चाहिँ ब्ल्याकमा हो। अन्त ब्ल्याक चाहिँ तपाईँलाई कति भएको थियो नि त, हामीले नदेखाएको, त्यसले गर्दा पनि देखाएको है। अन्त साडी चाहिँ यो हेर्न सक्नुहुन्छ। एकदम राम्रो मुजा बस्छ है। मुनि सबै मजाले मुजा बस्छ है। अन्त साडीको डिजाइन हेर्न सक्नुहुन्छ तपाईँले है यहाँ आँचलमा। अन्त यो साडीमा चाहिँ ब्लाउजको पिस पनि छ है। यो चाहिँ ब्लाउजको पिस भयो है। ब्लाउजको पिस चाहिँ यस्तो छ। यसमै एट्याच हुन्छ साडीमै है। अन्त पछाडिको डिजाइन चाहिँ यस्तो छ। अन्त यस्तै साडीहरू अरू कलरमा पनि छ है। तपाईँले यति चाहिएको छ भने चाहिँ हामीलाई हाम्रोबाट अर्डर पनि गर्न सक्नुहुन्छ तपाईँले है। गाइस, आज चाहिँ मैले चाहिँ यहाँ अर्जिनल ढाकाको साडी र ढाकाको यो उर्बन्दी लगाएर आएको छु है। यो सबै गोल्डन वर्क छ है। अन्त यो सबै बुटिकमा हो। अनि यहाँ सबै गोल्डन वर्क छ हो। अनि यहाँ चाहिँ साइडमा यस्तो बानेको छ है। आज चाहिँ यहाँभित्र मैले यसो लगाएर चाहिँ यसरी चाहिँ बेच्छु है। सबै ह्यान्डले बनाएको है। अनि यहाँ चाहिँ राडी गुराँस प्रिन्ट भएको साडी लगाएर आएको छु। यो अर्जिनलै हो है। यो साडीमा नै यो ब्लाउज पनि हुन्छ है। यो चाहिँ ब्लाउजको हो होइन कपडा। पछाडि त्यो डिजाइन यस्तो छ है। अनि यसमा चाहिँ अरू कलरको पनि हुन्छ है। अनि मैले चाहिँ आज यो रानी पिङ्क लगाएर आएको छु है। अनि तपाईँलाई यति मन परिछ भने तपाईँले अर्डर गर्नु सक्नुहुन्छ। यसकोमा चाहिँ साइजहरू सबै मिल्छ है। अनि चोलोहरू सबै मिल्छ होइन। तपाईँहरूलाई चाहिँ म अहिले देखाउँछु यसको कलर चोलोहरू। यहाँ चाहिँ गुराँस प्रिन्ट भएको छ है। त्यो पनि सिल्भर वर्क नै छ है। यसमा चाहिँ नेट लगाएको छ हो। हातमा बाउला यस्तो छ है। यस्तो छ है। तपाईँहरूले यदि यो साडीको उर्बन्दीको प्राइसहरू सोध्नु छ भने तपाईँहरूले हामीलाई वाट्सएप इन्स्टामा पनि म्यासेज गर्न सक्नुहुन्छ। अर्जिनल ढाकाको साडी है। अन्त यो चाहिँ हातले बनाएको। यो चाहिँ व्हाइट कलरमा हो। यसको डिजाइन चाहिँ यो हेर्न सक्नुहुन्छ। गोल्डन छ है। यता यस्तो हुन्छ है। हेर्न सक्नुहुन्छ है। पछाडि चाहिँ यस्तो देख्छ हो। यो चाहिँ छ है एउटा पिच कलरमा हो। एकदम राम्रो कलर छ है। यसको पनि गोल्डन बुट्टा भएको छ है। यो एउटा कलर भयो। यो चाहिँ क्रिम कलरको हेर्न सक्नुहुन्छ है। व्हाइट पनि होइन, क्रिम कलरमा हो है। हेर्न सक्नुहुन्छ है। डिजाइनहरू एकदम राम्रो कलर छ हो। यस्तो छ हो यो चाहिँ। अन्त यसमा चाहिँ कलरफुल छ हेर्न सक्नुहुन्छ है। डिजाइनमा चाहिँ यसरी कलर छ। यो चाहिँ भयो मरुन कलरमा हेर्न सक्नुहुन्छ है। बुट्टाहरू यसरी मिक्स कलरमा छ हो। अन्त यो चाहिँ एउटा रेड कलरमा है। रेडमा यसरी मिक्स भएको छ हो। हेर्न सक्नुहुन्छ। यो चाहिँ ग्रिन कलरमा हो। बर्डर चाहिँ येल्लो छ हो। यो सबै एउटै साडी हो। कलर मात्रै डिफ्रेन्ट हो। पर्पल कलर हेर्न सक्नुहुन्छ। यो चाहिँ है बैगुन कलरमा है। हातले बुनेको। यो चाहिँ अलिक महँगो पर्छ हो। तपाईँहरूले नै यसो चाहिएको छ भने चाहिँ हामीलाई अर्डर गर्न सक्नुहुन्छ है। उर्बन्दी है। यो चाहिँ अर्जिनल ढाकामा हो। यस्तो छ। यो चाहिँ पिङ्क कलरमा हो। हेर्न सक्नुहुन्छ। डिजाइनहरू अगाडिको है। यो डिजाइनमा छ। अन्त हातको बाउलाहरू हेर्न सक्नुहुन्छ है। हातको बाउला पनि यस्तो डिजाइन छ। ह्याप्पी यो सिल्भर गोल्डन उइसको हो। ब्याकपट्टि चाहिँ यस्तो छ है। यो भयो। अन्त यसको मुनि हेर्न सक्नुहुन्छ। कम्बरमा यस्तो मजाको साइन दिएको छ। अन्त योसँग मिल्ने साडी चाहिँ यो चाहिँ हो फाइन साडी भन्छ है। यसलाई चाहिँ फाइन साडी भन्छ है। फाइन साडीमा चाहिँ हल्का साइनवाला हुन्छ है। हेर्न सक्नुहुन्छ तपाईँले। यसरी साइनवाला देखाउँछ है। कलरफुल। यो दुईटा चाहिँ यसरी म्याच छ। यसरी म्याच गर्नुपर्छ है। म्याच छ यो चाहिँ दुईटा है। यस्तो गरेर यसरी यो चाहिँ एउटा सेट भयो होइन। यसरी अरू पनि सेट गर्दा पनि हुन्छ है। अरू पनि म यसमा यो फाइन साडीमा अरू पनि कलर छ। तपाईँहरूलाई कलर देखाउँछु है। यो चाहिँ भयो साडी है। यो चाहिँ रानी पिङ्क कलरमा हो। अन्त यसको डिजाइनहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले है। पछाडिको चाहिँ यस्तो देख्छ। यो चाहिँ भयो आँचलको भएको। जुन चाहिँ देखेको यो चाहिँ आँचलको भएको हो होइन। यो साडीमा एट्याच भएको छ ब्लाउजको। अनि यो चाहिँ भयो पर्पल कलरको है। सेम प्रिन्ट छ। कलर मात्रै डिफ्रेन्ट हो। यो चाहिँ भयो उर्बन्दी। यसको चाहिँ बाहिरबाट नेट गरेको छ। बुटिक गरेको हो।
तपाईँहरूलाई नै यसरी सेट गरेर लानु पनि हुन्छ है। यो डार्क ब्लू है, यो भयो साडी होइन। अन्त यो चाहिँ चौबन्दी हो। अन्त यसमा चाहिँ बाहिरबाट नेट गरेको छ है, दुईवटा सेट यसरी गरेर लिएको छ हो। रेड कलरमा है, यो चाहिँ उर्बान्दीमा हो। अन्त यो भयो साडी रेड कलरमा है, पछाडि यसो देखिन्छ हो। यो चाहिँ ब्ल्याक साडी भयो है। अन्त ब्ल्याक साडीमा चाहिँ मैले मिल्ने चौबन्दी लिएको छ, बुटिक गरेको छ हेर्नु हल्का। अन्त पछाडि चाहिँ यस्तो देखिन्छ हो, रोयड ब्लूमा छ हो यो साडी। अन्त यो चौबन्दी हो रोयड ब्लूमा, दुईवटा सेट चाहिँ यस्तो देखिन्छ हो। पछाडि यस्तो देखिन्छ, यो ग्रिनमा पनि लाँदा मिल्छ है तपाईँले यसरी सेट गरेर हो। पछाडि चाहिँ यस्तो देखिन्छ हो। यो चाहिँ हाम्रो डार्क पर्पल छ है, पछाडि चाहिँ यस्तो देखिन्छ। कुन कुन साडी चाहिएको कलर छ हाम्रो स्क्रिनसट गरेर मेसेज गर्नु सक्नुहुन्छ तपाईँले है। व्हाइट कलरमा व्हाइटमा रेड ग्रिनहरू मिक्स छ है। मुनि चाहिँ यस्तो छ है बुट्टा। एउटा चाहिँ यो कलरमा भयो, यो चाहिँ ग्रिनमा छ है। प्रिन्टहरू चाहिँ सबै एउटै हुन्छ, सिर्फ कलर मात्रै डिफ्रेन्ट हुन्छ है। मर्डन कलरमा छ, नेभी ब्लू हो यो चाहिँ। यसमा प्रिन्ट यस्तो छ है, डार्क पर्पल हो यो चाहिँ। यस्तो छ प्रिन्टेडहरू सबै है। यो चाहिँ पिङ्कमा छ, यस्तो छ है। प्रिन्टहरू सबै एउटै हुन्छ होइन, कलर मात्रै डिफ्रेन्ट छ। मैले चाहिँ तपाईँहरूलाई चाहिँ अहिले हाम्रोमा नयाँ नयाँ कलर राख्थेँ नि, त्यही कारण देखाएको तपाईँलाई होइन। यस्तो ब्ल्याकमा ग्रिन व्हाइटहरू मिक्स छ है। अघिको चाहिँ सादा प्लेन थियो, यो चाहिँ लाइनिङमा है। यस्तोमा चाहिँ लाइन छ है, यो चाहिँ गोल्डन लाइनिङ छ हो। ब्लूमा छ डार्क ब्लू। मैले चाहिँ यो दुइटा चाहिँ तपाईँलाई स्याम्पलमा देखाएँ, किनभने कलरहरू सबै एउटै हुन्छ नि त। तपाईँहरूलाई यदि यो साडी चाहिन्छ भने छिटो छिटो अर्डर गर्नुहोस् होला है। हाम्रोमा चाहिँ छिटो यो चाहिँ सकिहाल्छ, त्यही कारण छिटो छिटो अर्डर गर्नुहोस् होला।